अगाडि गार्डन क्या लोभ लाग्दो छ। आहाहाहाहा। नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन हेर्नुहोस् त साथीहरू, क्या दामी छ, कति लोभ लाग्दो छ है। यो बनेर एकदमै कम्प्लिट भइसकेको छ। अब केही महिनाभित्रै उद्घाटन हुनेछ। यो एकदमै राम्रो छ। अनि हामी यात्रा गर्न आउँदा भित्र टर्मिनल भवनभित्र प्रस्थान गर्ने ठाउँ यही हो। यहीँबाट हामीले भित्र प्रस्थान गर्नेछौँ। यहीँ गाडी रोकेर ओर्लिएर भित्र जानुपर्नेछ। अनि आउँदा यात्रा गरेर आइसकेपछि हामी यही गेटबाट बाहिर निस्किनेछौँ। यहाँ गाडी रोकिनेछ। गाडीले 8 मिनटभन्दा बढी रोक्न पाउने छैन। यहीँबाट हामी गाडी चढेर बाहिर निस्किनेछौँ। अनि यो चाहिँ हाम्रो पुरानो टर्मिनल भवन। अहिले चाहिँ यहीँबाटै यात्राहरू भइरहेको छ। कर्णाली प्रदेशका जिल्लाहरू काठमाडौँ र पोखरा यहीँबाट यात्रा भइरहेको छ। अब केही महिनाभित्रमा हामी यो नयाँ टर्मिनल भवनबाट यात्रा गर्नेछौँ। गार्डन पनि एकदमै लोभलाग्दो छ। हेर्नुहोस् त साथीहरू, चारैतिर हरियाली छ, कति राम्रो छ। जता हेऱ्यो राम्रै राम्रो है। यहाँ चाहिँ पानीको फोहराहरूको लागि पाइपहरू जडान गरिएको छ। अब उद्घाटन भएपछि यो फोहराहरू पनि हामीले देख्नेछौँ। कति राम्रो छ हेर्नुहोस् त। हजुरहरू पनि यसो घुम्न आउँदा हुन्छ है। यात्रा गर्न नगए पनि यो गार्डनहरूमा, सपिङ मलहरूमा चाहिँ घुम्न पाउँछ है। अनि यहाँनिर चाहिँ एउटा पोखरी जस्तो ठ्याक्क बनाएको छ। कति दामी छ, हरियो पानी देखिएको छ होइन। यो चाहिँ फोहराको लागि हो। साथीहरू एकपटक नेपालगञ्ज एयरपोर्ट भिजिट गर्न आउनुहोस् है त। यात्रा गर्न नआए पनि घुम्न, मनोरञ्जन लिन मजाले पाइन्छ है त। अवश्य पाल्नु होला।